संसद विघटन असंवैधानिक भन्दै प्रधानमन्त्री कार्की विपक्ष बनाई सर्वोच्चमा हिजो र आज गरी 10 वटा रिट निवेदन पेश भएको छ। संसद विघटन विरुद्ध एमाले कांग्रेस अदालत पुगेका छन्। आज र हिजो मिलाएर 10 वटा रिट निवेदन दर्ता भइसकेको छ। अब अदालतबाट 2 वटा फैसला आउन सक्छ। पहिलो, संसद विघटन असंवैधानिक हो, फेरि संसदलाई पुनः स्थापना गरौं। दोस्रो भनेको वर्तमान अवस्था बमोजिम ठिकै छ, तर अर्को पालीदेखि यस्तो नहोस् भनेर फैसला आउन सक्छ। तर यदि विघटनको विरुद्ध फैसला आयो र संसद पुनः स्थापना भयो र उही पुरानो सरकार आउने हो भने कुनै पनि हालतमा युवा पुस्ता संयमित देखिन्छ भन्ने जस्तो लाग्दैन। बाटो नै छैन। फेरि देशमा आन्दोलन मचियो भने पहिलो माग भन्नेकै संविधान खारिज हुन्छ र प्रहरी प्रशासनको मनोबल घटिसकेको छ। उहाँहरूले फेरि पनि जनताले गोली हानेर सरकारको संरक्षण गर्नुहुन्छ भन्ने पनि लाग्दैन। यदि देशमा फेरि द्वन्द्व भयो, संविधान नै रहँदैन भने नेपाल आर्मी कुनै पनि हालतमा विदेशी चलखेल हुन नदिन राजालाई आफ्नो परमाधिपति मान्न तयार हुन्छ। देशको स्वाधीनता बचाउनलाई भए पनि आर्मीले त्यो काम गर्छ। यत्रो वर्षसम्म शक्ति र सत्तामा बसेकाहरू फेरि मौका खोज्दैछ। 76 जना विद्यार्थी भाइ बहिनीहरूको बलिदानलाई यिनीहरूले व्यवस्था गर्दै फेरि संसद पुनः स्थापना गर्न खोज्दैछन्। स्मरण रहोस्, देशभक्ति कुराले होइन, कर्मले प्रमाणित हुन्छ। पुराना नेताहरूको 19-20 वर्षको लामो गणतन्त्र शासन प्रणाली देखियो, भोगियो। अब नेतृत्व नयाँ पुस्ताको हातमा सोपिनुपर्छ। जसपालाई अर्थसहित 4 मन्त्रालय, जनमतलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय सहित 4 मन्त्रालय, लोसपा र माओवादी केन्द्रलाई नेकपा एमालेलाई 2-2 मन्त्रालय दिने सहमति भइसकेको लोसपाका एक सांसदले बताएको छ। यो न्यूज कान्तिपुरमा आएको छ। यदि यो न्यूज सत्य हो भने स्मरण रहोस्, भ्रष्टाचारीहरूको विरुद्धमा लड्दा दर्जनौं शहीद भएका छन्। सडकमा रगत सुकेको छैन। फेरि संसद बित्याउन प्रयास गर्नुभयो भने परिवर्तनको विरुद्धमा उभिनु भनेको हो। यसैबीच राप्रपा र रासपाले निर्णय गरेको छ कि हामी जेनजीले खोजेको परिवर्तनको पक्षमा छौं। निर्वाचनका लागि जुनसुकै छलफलमा बस्न तयार छौं। संसद पुनः स्थापनाको माग रासपा र राप्रपालाई स्वीकार्य छैन। गुड जब रवि लामेछाने र राजेन्द्र लिङ्गदेनज्यू। आफ्नो अहंकारले नै रावण मरेको थियो। यदि यो न्यूज सत्य हो भने तिमीहरू फेरि पुरानो दलका नेता कार्यकर्ताहरू मिलेर चाहिँ अब मन्त्रीमण्डलहरू बाँडफाँड गर्ने हो भने मन्त्रालय, अब तिमीहरूको पतन निश्चित छ। यदि फेरि तिमीहरू यो संसदलाई पुनः स्थापना गर्नुभयो भने अब तिमीहरूको निश्चित पतन छ। यो लेखेर राख्नुस्, तपाईहरूको पतन निश्चित छ। एउटा पनि नेता कार्यकर्ताहरू जीवित रहँदैन अब जेनजीले आन्दोलन गर्नुपर्ने बाध्यता आयो भने।